हेलो गाइस, वेलकम टु माई भिडियो। आज डुरड्यास गर्न गइरहेको छु होइन। डुरड्यास कसरी गर्ने भनेर म तपाईँहरूलाई सबलाई देखाउने छु होइन। सो फर्स्ट अफ अल चाहिँ डुरड्यास अकाउन्ट चाहिन्छ अनि डुरड्यास एप भन्ने हुन्छ होइन। अब सिम्पली त्यसलाई ओपन गर्ने, ड्यास नाउ गर्ने, सबै तपाईँले त्यहाँ फर्महरू भरेपछि अब यस्तो हुन्छ होइन। मैले चाहिँ सबै गरिसकेँ अनि गरेर पनि थिएँ। ड्यास चाहिँ कति बजीदेखि कति बजीसम्म गर्ने। सो म चाहिँ 6:30सम्म गरिदिन्छु अहिले। ओके ल, अब चाहिँ तपाईँहरू एक्टिभ हुनुहुन्छ। सो अब चाहिँ यसमा अर्डर आएपछि चाहिँ हामी त्यो ठाउँमा, जुन ठाउँबाट आयो त्यो ठाउँमा चाहिँ जानेछौँ अब अर्डर पिकअप गर्न अनि त्यो मान्छेलाई पुर्याउनेछौँ। सो अलिक नजिकतिर छौँ अर्डर आउने ठाउँतिर होइन। त्यहाँ गयो भने चाहिँ जस अर्डर चाहिँ अलिक चाँडै आउँछ नर्मली होइन। सो यस्तो छ गाइस, अलिक बिजी छ अहिले, मन्डे आज। यो एरिया चाहिँ हामीलाई अर्डर आयो एउटा $15 को। सो त्यो फोर आइटम्स ओके रिगार्डिङ अगाडि बढिसक्यो गाइजहरू। डिरेक्सन अर्को डेनमर्कबाट आयो। ओके एप युज गऱ्यो। त्यो चाहिँ के भएको भन्दाखेरि अब एउटा अर्डरसँग अर्को अर्डर चाहिँ एउटै लोकेसनमा दिनुपर्ने, मतलब त्यो डेलिभरी गर्ने ठाउँ छ भने चाहिँ त्यही एड भनेर आउँछ अनि एक्स्ट्रा $10 को चाहिँ आयो मलाई भर्खर होइन। एकदम राम्रो कुरा हो त्यो चाहिँ। अब यहाँ हामी पार्क गर्नेछौँ, पार्किङ एरिया हो यो। सो 5 मिनट मात्रै पार्किङ एरिया हो यो, तर 5 मिनटमा हामीले लिएर आउनु सकिन्छ होला भन्ने लाग्छ मलाई, तर हेरौँ के हुन्छ। सो गाइज, म लिएर आएपछि म हजुरहरूलाई देखाउने छु। अहिलेको लागि चाहिँ बाई बाई। अब जानु पऱ्यो हामीलाई ड्यान मर्फी भन्ने ब्रान्ड चाहिँ के भन्दाखेरि अब त्यो रक्सीको ब्रान्ड हो गाइज, एकदम सस्तो अस्ट्रेलियाभरि नै। ड्यान मर्फी भन्ने चाहिँ सबैभन्दा त अब थाहा भयो नि, जस अरू पसल मतलब त्यो रक्सीको ब्रान्डहरू जुन छ तिनीहरूभन्दा त सस्तैमै बेच्छ भन्ने मैले सुनेको थिएँ, जहाँसम्म मैले सुनेँ होइन। अब त्यहाँ चाहिँ गएर चाहिँ हामीले अब हाम्रो अर्डर चाहिँ पिकअप गर्नुपर्ने हुन्छ। सो यहाँ झोलाभित्र हाल्यौँ, झोला अब हामी भिर्नेछौँ। टक्क लाएर झोला भिर्यौँ। अनि मेरो नयाँ एनम्याक्स यो चाहिँ टक्क किलेस हो कि चाहिँदैन, टर्न गरेपछि आफै रेडी टु स्टार्ट हुन्छ। सो सरी, मैले त उतै बिर्सेछ, आफ्नो मोबाइल हाल्नु पऱ्यो पहिला गाइज। अब मोबाइल हालेपछि टक्क डिरेक्सन खोल्यो, कहाँ जाने, यहाँबाट सिधा अनि लेफ्ट। सो हेरौँ अब सो
सो गाइज मैले चाहिँ लिइसकेँ सामान यो एक्स्ट्रा ड्राई ब्रसको बोतल 4वटा बोतल लानुपर्ने रहेछ बाफ रे बाफ यो ड्याङ्गल 20 सो हेरौँ भिडियो बनाएको छ के गर्नु त होइन होला के हुँदैन होला Hi, buddy. Peter B. Peter? Yeah. Thank you. Have a good one. So, अब पिकअप गरेपछि चाहिँ यहाँ अब त्यसले ह्यान्डओभर गरेपछि हामीले कन्फर्म गर्नुपर्ने हुन्छ हैन सो कन्फर्म गरेपछि हामीले एड्रेस देखाउँछ जो चाहिँ रिसिप्टेन्टको चाहिँ एड्रेस देखाउँछ इमा डब्लु भनेको छ त्यो अगाडि हामीले त्यो छ्यास गर्ने खोइ के हो त्यो उठाएको थियो हामीले हैन त्यो चाहिँ पुऱ्याउनु पर्यो पहिला अब अनि त्यसपछि यो रक्सी पुऱ्याउनु पर्यो सो त्यसलाई त्यसको बाटो चाहिँ 5 मिनेट देखाएको छ 1.1 माइल भनेर अनि 4.2 मा चाहिँ हामी पुग्ने सम्भावना देखाएको छ हैन अब हेरौँ कति बजी पुगिन्छ हरियाली हरियाली यस्तो ठाउँमा पो जानुपर्छ अब यहाँ लेफ्टमा भनेको 15 नम्बर 15 हो त्यो लिभ इट एट माई डोर भनेको छ सो लिभ इट एट माई डोर भन्नेलाई चाहिँ त्यहाँको ठ्याक्क डोरमै राखिदिनु पर्ने हुन्छ होइन अनि त्यसपछि उनीहरूले हामीले कम्प्लिट डेलिभरी गरेपछि चाहिँ त्यहाँ उनीहरूलाई नोटिफिकेसन आउँछ अनि त्यसपछि ढोका खोलेर टक्क लिएर जान्छ यो डेलिभरी कम्प्लिट हुन्छ अनि हामीलाई पैसा आउँछ सो यसको अफर चाहिँ कति छ भन्दाखेरि $15 छ $15 आउँछ हामीलाई यो कुराको बापतमा होइन यसलाई को छऱ्यो भने त बर्बाद हुन्छ बरु यतै राखिदिउँ एकछिनको लागि सो हामीले यता पार्क गऱ्यौँ सो पार्किङ एरिया चाहिँ छ हो ल ठिक छ हेरौँ अब युनिट 1 देखाएको छ अपार्टमेन्ट सुट भनेको चाहिँ युनिट हो होइन 15 भनेको चाहिँ त्यहाँ नम्बर 15 लेखाएको छ जुन एरिया यो घर 15 नम्बरको हो अब हामी यो ढोका त खुल्लै रहेछ सो हामीले अब त्यहाँ रिङ गर्नुपर्ने हुँदैन राइट प्लेस टक्क राख्दिउँ अनि फोटो खिच्दिउँ गाइस खचक्क लगाएर डन कन्फर्म यस्तो सर्वेहरू के आउँछ कहिलेकाहीँ चाहिँ भेरी सेफ डन नम्बर 15 त हो नि 17 हो त्यो 15 हो सो हामीलाई चाहिँ डेलिभरी कम्प्लिट भनेर $15 चाहिँ हामीलाई आइसक्यो गाइज अब हामीलाई $10 को डेलिभरी गर्नुपर्ने हुन्छ त्यो सामान पुऱ्याउने यो चाहिँ कहाँ छ भन्दाखेरि नजिकै छ यो नि नाइस नजिकै छ जम साथीहरू क्यामेराले ठ्याक्कै पार्छ गाइस अनि त्यसपछि फाइन दिनु राइट टर्न गर्नुपर्ने लेफ्टबाट फेरि राइट अब यो अल्कोहल डेलिभरी गर्दाखेरि चाहिँ हामीले उसको आइडी कार्ड पनि चेक गर्नुपर्ने हुन्छ है आइडी कार्ड चाहिँ भ्यालिड हुनुपर्छ अनि त्यो आइडी कार्ड भ्यालिड छ आइडी कार्डमा
18 भन्दा माथि छ भने चाहिँ हामीले डेलिभरी गर्नु पायो, तर 18 भन्दा तललाई चाहिँ पाइँदैन गाइस। हामीलाई जरिवाना हुन्छ कति 10,000 डलर कति $1,000 हुन्छ होइन। यहाँ पार्क गरौँ, आइसक्यौँ हामी त्यो घरमा। 3 विलियम स्ट्रिट भनेको ठाउँको नाम चाहिँ है। अब यसलाई चाहिँ यतै राखौँ, सामान झिकालौँ माल सामान होइन। सस्क्याटर होला। ए लड्यो यता राख, बस यता बस किन लड्न जान्छ यो। फोन दिउँ अनि त्यसपछि युनिट 10 देखाउँछ। युनिट 10 तर यो 7 पो हो त। 3 विलियम स्ट्रिट भनेको छ। त म्यापमा हेरौँ राम्रोसित। जस्तो लाग्यो यो होइन, अलि उतै हो। हेरौँ अलि अगाडि गएर। त्यो त 7 हो। ए 3 to 7 भनेको छ। सो यहाँ उता मान्छे पनि रहेछ। Hi bro, how are you? I'm good. Yourself? Good, thanks. Driving license? State ID. Yep. Thank you so much, sir. Thank you Have a so good much. one. Thank you. No worries. ल हामीले त्यहाँ चाहिँ त्यो आइडी स्क्यान गरेर त्यो गऱ्यौँ होइन। सो गाइज 2टा डेलिभरी गरिसक्यौँ। हाम्रो कति डलर भयो? 2टा डेलिभरीबाट $25 आयो। उरे $25 आयो होइन। हो यस्तै हो गाइज, यसरी नै डेलिभरी गरिन्छ होइन। मान्छेहरू पनि राम्रो, कोही चाहिँ फ्रेन्डली हुन्छ, कोही चाहिँ अब त्यही माथि गएर पुऱ्याइदिने अलिकति खडुस टाइपको हुन्छ। तर केही छैन, काम गर्ने आफ्नो, द्याट्स इट होइन। सो गाइज आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुन्छ। अर्को भिडियोमा भेट्नेछौँ। अहिलेको लागि बाई बाई गाइज, ह्याभ अ गुड वान।